नमस्कार। आजको यस विश्लेषणमा स्वागत छ। बजारमा अहिले कालङ्गा हाइड्रो लिमिटेडको आइपिओको निकै चर्चा छ, होइन त? हल्ला र अनुमानहरू त धेरै छन्, तर आज हामी ठ्याक्कै तथ्याङ्क र तथ्यमा आधारित रहेर यो आइपिओभित्र के लुकेको छ एकदमै सरल तरिकाले डिकोड गर्दैछौँ। ल अब ढिला नगरी आजको रूपरेखा हेरौँ है त। हामी मुख्य रूपमा चारवटा कुराहरू हेर्नेछौँ: कोर अफर, कम्पनी र प्रोजेक्टको पृष्ठभूमि, शेयरको बाँडफाँड र अन्त्यमा रेटिङ र महत्त्वपूर्ण मितिहरू। सुरु गरौँ पहिलो खण्डबाट, द कोर अफरिङ, अर्थात् हाम्रो लागि भागमा के छ त? ल यो नम्बर हेर्नुस् त, 28,70,000। यो ठ्याक्कै त्यो किता सङ्ख्या हो जुन सबै कोटा र रिजर्भेसनहरू छुट्याइसकेपछि विशुद्ध सर्वसाधारण अर्थात् हाम्रो लागि आवेदन दिन खुला हुनेछ। निकै महत्त्वपूर्ण आँकडा हो नि यो। अब यसमा कति लगानी गर्न सकिन्छ त? एकदमै सजिलो छ। प्रति शेयर 100 रुपियाँको दरले न्यूनतम 10 कितादेखि अधिकतम 20,000 कितासम्म आवेदन दिन मिल्छ। यसको मतलब थोरै पुँजी हुनेदेखि लिएर ठूलो लगानी गर्न चाहने सबैलाई यसले समेटेको छ। पैसा हाल्नुभन्दा अघि कम्पनी के हो भनेर त बुझ्नै पर्यो। लागौँ दोस्रो खण्डतिर, कम्पनी र परियोजनाको पृष्ठभूमि। खासमा यो कम्पनीको मुख्य सम्पत्ति भनेको सुदूरपश्चिमको बझाङ जिल्लामा रहेको 15.33 मेगावाटको कालङ्गा गाड जलविद्युत परियोजना हो। यो रन अफ रिभर अर्थात् नदीको बहावमा आधारित आयोजना हो। यहाँनिर याद गर्नुपर्ने कुरा के छ भने यो बुट मोडलमा बनेको छ, भनेको आफै बनाउने, स्वामित्व राख्ने, चलाउने र तोकिएको समयपछि चालु हालतमै सरकारलाई बुझाउने। कुरा क्लियर छ? कम्पनीको कर्पोरेट यात्रा हेर्ने हो भने यो रातारात बनेको संस्था पक्कै होइन। सन् 2007मै प्राइभेट लिमिटेडको रूपमा स्थापना भएर 2021मा पब्लिक लिमिटेड बन्दै अहिले 2083 सालमा आएर यो ऐतिहासिक आइपिओको चरणमा आइपुगेको हो। अब पैसाको कुरा गरौँ। तेस्रो खण्ड, शेयर पुँजीको विभाजन कसरी भएको छ त? कम्पनीको कुल जारी पुँजी सुन्दा नै ठूलो लाग्छ, 1 अर्ब 40 करोड रुपैयाँ। यो पुरै पुँजीमध्ये 35% हिस्सा चाहिँ पब्लिक अर्थात् सर्वसाधारणको स्वामित्वको लागि छुट्याइएको छ। यसलाई कितामा भन्दा 49 लाख किता शेयर पब्लिकको भागमा पर्छ। तर त्यो 39 लाख किता सबै हामीले पाउने होइन नि। यसलाई 2 भागमा बाँडिएको छ। पहिलो 10% अर्थात् 14 लाख किता सिधै आयोजना प्रभावित बझाङका स्थानीय बासिन्दाहरूको लागि रिजर्भ गरिएको छ र बाँकी 25% अर्थात् 35 लाख किता चाहिँ आम सर्वसाधारणतर्फ आउँछ। यो बाँडफाँड अझै सकिएको छैन है। त्यो 25% को 35 लाख कितालाई पनि फेरि टुक्राइएको छ। 10% वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, 3% कम्पनीका कर्मचारीलाई र 5% म्युचुअल फन्डलाई हो। यो सबै बाँडेर बाँकी रहेको हिस्सा मात्रै अघि हामीले सुरुमा कुरा गरेको 28,70,000 किता हो, जुन विशुद्ध आम सर्वसाधारणको भागमा पर्छ। ठ्याक्कै हिसाब मिल्यो नि? अब अन्तिम तथा निकै महत्त्वपूर्ण खण्ड, रेटिङ र समयसीमा। यति ठूलो निष्कासन व्यवस्थापन गर्नु चान्चुने कुरा होइन। त्यसैले यो सम्पूर्ण आइपिओको लजिस्टिक र व्यवस्थापनको जिम्मा सानिमा क्यापिटल लिमिटेडलाई दिएको छ। उनीहरू नै यसको इस्यु म्यानेजर हुन्। यहाँनिर एउटा एकदमै चासोको विषय छ, रेटिङ। केयर रेटिङ्स नेपालले दिएको जोखिम प्रोफाइल हेर्ने हो भने कम्पनीको रेटिङ अपग्रेड भएको छ। पहिलेको केयर एनपी BB- बाट बढेर अहिले केयर एनपी BB पुगेको छ। यो पक्कै पनि सकारात्मक सङ्केत हो। तर यो BB भनेको खासमा के हो त? एकदम सरल भाषामा भन्नुपर्दा वित्तीय दायित्वहरू समयमै पूरा गर्ने मामलामा यस कम्पनीमा मध्यम स्तरको जोखिम अर्थात् मोडरेट रिस्क छ भन्ने बुझिन्छ। लगानी गर्नु अघि यो कुरा दिमागमा राख्नै पर्छ। ल अब सबैभन्दा महत्त्वपूर्ण कुरा, मिति। यो आइपिओ 2083 साल जेठ 8 गतेबाट खुल्दैछ। यदि पर्याप्त आवेदन पर्यो भने जेठ 13 गते नै बन्द हुनेछ, जुन एकदमै छिटो हो है। तर कुनै कारणवश पुरै आवेदन परेन भने चाहिँ जेठ 22 गतेसम्म म्याद थपिनेछ। त्यसैले समयमै ध्यान दिनुहोला। अब हामी यो विश्लेषणको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै एउटा प्रश्न छोड्न चाहन्छु। यो 15.33 मेगावाटको आयोजनाले बझाङको स्थानीय अर्थतन्त्रलाई त पक्कै फाइदा पुर्याउला, तर समग्र नेपालको ऊर्जा बजारमा यसको दीर्घकालीन प्रभाव कस्तो रहला, यसबारे पक्कै सोच्नुहोला। आजको यस विश्लेषणमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।